साथीहरू फाइनली म फेरि एउटा नयाँ ब्लग भिडियो लिएर आइसकेको छु तपाईँहरूको लागि। आज चाहिँ मेरो ड्युटी छुट्टी थियो र छुट्टीको समयलाई सदुपयोग गरेर तपाईँहरूलाई एउटा सानो ब्लग भिडियो लिएर आएको छु। आशा गर्दछु यो ब्लग भिडियो चाहिँ तपाईँहरूलाई मनपर्नेछ। हेर्न सक्नुहुन्छ यता घाम चाहिँ राम्रो लागिरहेको छ र म अहिले यहाँ रुमको छेउतिर पार्कमा छु। यहाँ हेर्न सक्नुहुन्छ दृश्य राम्रो छ। सो यदि तपाईँ मलाई युट्युबमा हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुक आइडीलाई फलो गरिदिनु होला, किनकि म मेरो युट्युब च्यानल र फेसबुकमा चाहिँ यस्तै ब्लग भिडियोहरू लिएर आउने गर्छु। त्यही भएर यदि तपाईँले मलाई अहिलेसम्म फलो गर्नुभएको छैन भने फेसबुकमा फलो गरिदिनु होला, साथै युट्युबमा हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला है। हेर्न सक्नुहुन्छ म अहिले चाहिँ हल्का घाम लागेको छ, त्यही भएर म यसो चिसोमा छु। रुखमुनि छ, यो चाहिँ म अहिले मलेसियामा छु र मलेसियामा हेर्नुहोस् कटरको बोट छ यो, र म कटरको बोटको मुनि छु। छेउमा बाटो छ र गाडीहरू हिँडिरहेको छ है। छुट्टीको दिनमा हल्का टाइमलाई सदुपयोग गरेर यसो हल्का भिडियो बनाइरहेको छु। भिडियो हेरेर प्रतिक्रिया दिनु होला के कस्तो छ भिडियो भनेर है। र यहाँ हेर्न सक्नुहुन्छ हाम्रो नेपालमा चाहिँ जस्तो त्यो तपाईँहरूलाई अब तपाईँहरूतिर के भन्छ, तर हाम्रोतिर चाहिँ तुइत भन्छ, तुइतको बोट भन्छ है। म त्यो फल तपाईँलाई हेराउन गइरहेको छु ब्याक क्यामेरा गरेर। यहाँ हेर्न सक्नुहुन्छ यो फललाई तपाईँहरूतिर के भन्छ, हाम्रोतिर चाहिँ तुइत भन्छ यसलाई है। मलेसियामा पनि पाउँदो रहेछ, मैले चाहिँ थाहा थिएन मलेसियामा पाउँछ भनेर, तर मलेसियामा पनि पाउँदो रहेछ। हाम्रो नेपालको जस्तै वातावरण भएको देशमा मैले भन्नु पर्दैन तपाईँलाई। यहाँ कटहर आम पनि छ, फल्दै पनि छ। यहाँको बोट बिरुवाहरू भन्छ नि 12 महिना 2400 दिन 30 दिन भन्छ नि, वर्षको सधैँ फलिराख्ने, एउटा सकिने अर्को फल्ने गर्छ। त्यही भएर चाहिँ यहाँ चाहिँ अलि मलाई राम्रो लाग्छ। यहाँ हेर्न सक्नुहुन्छ बोटमा कटहर फलेको छ, माथि हेर्न सक्नुहुन्छ। उता आमको बोट रहेको छ। सो यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि प्रेस गरिदिनु होला है साथीहरू। अब म अरू त के भनौँ, बेलुका पख चाहिँ म आज बजार जानेवाला छु। यहाँबाट लगभग 5 किलोमिटर छ र हल्का सपिङ गर्नुपर्ने छ। त्यही भएर मेरो च्यानलमा अब चाहिँ म कन्टिन्यू भिडियोहरू आउनेछ। त्यही भएर च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै कमेडी भिडियो, ब्लग भिडियो, टेक्निकल भिडियो सम्बन्धीहरू रिलेटेड भिडियोहरू लिएर आउँदैछु। यसको लागि तपाईँले चाहिँ च्यानल सब्सक्राइब गरिदिनु पर्ने हुन्छ है। कन्टिन्यू म 1 बाई 1 गरेर ब्लग भिडियो, फेसबुकको टिप्स एन्ड ट्रिक्स, अनि युट्युबको च्यानल मोनिटाइजेसनको बारेमा भयो। त्यसपछि अरू के भनौँ, अब भन्नलाई त धेरै छ। अब जस्तै म अहिले
मेरो च्यानलमा म डिमान्ड लेटर भिडियोहरू हालिरहेको हुन्छु। मलेसियाको नयाँ नयाँ डिमान्डहरू जुन डिमान्ड चाहिँ जिरो कस्टमा हुन्छ त्यो डिमान्ड लेटर भिडियोहरू चाहिँ म अपलोड गर्ने गर्छु। त्यही भएर तपाईँहरूले चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला है, र साथै बेल आइकन प्रेस गरिदिनु होला। हेर्न सक्नुहुन्छ यो म बाहिर छु र बाहिर अलि हावा धेरै आइरहेको छ, त्यही भएर अलिक भिडियो चाहिँ ब्याकग्राउन्डमा नोइज आउँछ होला है। हेर्न सक्नुहुन्छ लागेको छ कस्तो, र म चाहिँ यहाँ रुख मुनि छु। यो रुख चाहिँ आँपको बोट हो। आँप चाहिँ अहिले यो रुख चाहिँ फलेको छैन, उतापट्टिको रुख चाहिँ फलेको थियो है। र यहाँ हेर्नुहोस् यो चाइनिजको घरहरू हो, यो सबै चाइनिजको घरहरू हो। यो सबै भर्खरै यिनीहरूको चाइनिज न्यु इयर सकिएको छ है। सो तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र बेल आइकन पनि प्रेस गरिदिनु होला, किनभने मैले जुनसुकै भिडियो पनि अपलोड गर्दा सबैभन्दा पहिला नोटिफिकेसन चाहिँ तपाईँहरूलाई जान्छ। त्यही भएर च्यानलको बेल आइकन चाहिँ अन गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला है। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ आफ्नो एउटा सानो कमेन्ट छोडिदिनु होला। तपाईँहरूले कमेन्ट गर्नुभयो भने मेरो भिडियो ऱ्याङ्किङमा आउँछ र ऱ्याङ्किङमा आएपछि मलाई अलि सपोर्ट हुन्छ। तपाईँहरूको सपोर्ट त त्यही सब्सक्राइब र लाइक कमेन्टले हो। मेरो च्यानल अहिले केही इन्कममा छैन, जो म इन्कम गरिरहेको छु भनौँ है। त्यही भएर यसो लाइक सेयर कमेन्ट गरिदिनु होला। यो चाहिँ नर्मली मैले भिडियो बनाएको हो र नेक्स्ट टाइम चाहिँ योभन्दा पनि राम्रो लोकेसन चुज गरेर म भ्लग भिडियो लिएर आउनेछु। यो चाहिँ स्टार्टिङमा गरेको, त्यही भएर अब राम्रो पनि आउन सक्छ, नराम्रो पनि आउन सक्छ। त्यसको लागि माइन्ड नगर्नु होला तपाईँहरू। सिक्दैछु, केही कुरा सिक्नै बाँकी छ, धेरै कुरा सिकिसकेको छु र धेरै कुरा म सिकाउन पनि चाहन्छु तपाईँहरूलाई। त्यसको लागि तपाईँहरूको साथ र सपोर्ट चाहिएको छ है। अब परदेशमा बसेर ड्युटी पनि गर्नुपर्ने हुन्छ र साथै अब हप्तामा एक दिन छुट्टी हुन्छ, त्यो तपाईँहरूलाई पनि थाहा भएकै कुरो हो। सो र साथै म तपाईँहरूलाई एउटा के सजेस्ट गर्न चाहन्छु भने नेपालमा चाहिँ अहिले चुनावको समय छ र चुनाव अब एक हप्तापछि आज 10 गते भइगयो, अब 21 गते भनेपछि 11 दिन बाँकी छ। र चुनावमा तपाईँले अहिले हामी भनेको स्वतन्त्र छौँ। तपाईँले आफूलाई मनपर्ने उम्मेदवार, आफूलाई मनपर्ने पार्टीलाई भोट दिन पाउन सक्नुहुन्छ। तपाईँले कसैले फोर्स गर्न पाइँदैन र तपाईँले कसैले जबरजस्ती भोट गर्न हाल्यो भने तपाईँहरू उनीहरूको आदेशमा नआउनु होला। सोचेर सम्झेर राम्रो व्यक्तिलाई, राम्रो पार्टीलाई भोट दिनु होला है। किनकि यतिका दिन त हामीले पुराना मान्छे हजुरबाहरूलाई हेरेकै छौँ र उहाँलाई भोट दिएकै छौँ। मैले त दिन पाएन, म बाहिर छु र त्यही भएर तपाईँहरू दिन पाउनुहुन्छ। सोचेर सम्झेर दिनु होला, यति भन्ने हो। किनभने अब यतिका दिन त हामीले अब पहिलाका पार्टीहरूलाई, पहिलाका मान्छेलाई भोट दिएकै छौँ र अहिलेसम्म हाम्रो नेपालमा कति प्रगति भयो, कति के भयो भनेर तपाईँले पनि हेर्नुभएको छ, मैले पनि हेरेको छु। भर्खर अस्तिको आन्दोलन हेर्नुहोस्, जेनजी आन्दोलनमा हाम्रो ती प्यारा भाइ बहिनीहरूको बिना उनीहरूले के गल्ती गरेको थियो र उनीहरूले चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो।
त्यो समय सम्झिनु होला, त्यो दिन सम्झिनु होला, त्यो पल सम्झिनु होला र भोट चाहिँ गर्ने बेलामा हरेक कदम चाहिँ राम्रो सोचेर राम्रो मान्छेलाई राम्रो पार्टीलाई दिनु होला। म यो भन्दिनँ कि तपाईँ यही मान्छेलाई भोट दिनुहोस्, यही पार्टीलाई भोट दिनुहोस्। तपाईँको क्षेत्रमा को मान्छेले राम्रो काम गरेको छ या को मान्छे राम्रो छ, उसले राम्रो काम गर्न सक्छ, त्यस्तो मान्छेलाई तपाईँहरूले भोट दिनु होला है र सपोर्ट गर्नु होला र एक आपसमा चाहिँ झगडा गर्ने कोसिस नगर्नु होला। नत्र पुराना दलका मान्छेहरूले तपाईँहरूलाई एक आपसमा झटप गराएर र नयाँ दलका मान्छेलाई हराउन सक्छ र आफू जित्न सक्छ। त्यही भएर जति पनि उनीहरूले फकाए पनि नफकिनु होला, जति फुर्काए पनि नफुर्किनु होला। मनलाई शान्त भएर आत्मालाई स्थिर गरेर बस्नु होला, पर्खिनु होला। आज हाम्रो दिन नराम्रो छ, भोलि त अवश्य राम्रो दिन आउने नै छ है साथीहरू। त्यही भएर भोट फर चेन्ज भन्छ नि, हो यसपल्ट चाहिँ हामीले भोट फर चेन्ज गर्नुपर्छ क्या। अब मेरो उमेर पनि 30 वर्ष भइसक्यो र मैले अहिलेसम्म 3 चोटि भोट मैले पनि खसाल्न पाएको थिएँ र यसपल्टको भोट चाहिँ मैले खसाल्न पाएन र 3पल्ट भोट खसाएर पनि मैले केही पाइनँ। आखिरमा म परदेशमै छु र यो भोटले पनि मलाई चाहिँ फरक पर्दैन। म परदेशमै छु र परदेशमै अब कति जिन्दगी बित्ने हो थाहा छैन। तर अबको दिनमा, अब आउने दिनमा हाम्रा छोराछोरीका हाम्रै भावी पुस्ताहरूले चाहिँ नेपालमै केही गर्न पाओस्, नेपालमै राम्रो सोच्न पाओस्, हामी जस्तो दुःख गर्न नपाओस्, यस्तो सोच बनाउनुहोस् र नयाँ योगदान लिनुहोस्, नयाँ योगदान दिनुहोस्, राम्रो मान्छे चिन्नुहोस्, राम्रो मान्छेलाई भोट दिनुहोस् है। फल्ना पार्टीले यति पैसा दियो, फल्ना पार्टीले यति पैसा दियो, यतिका दिन त हाम्रो फ्यामिली, हाम्रो घर परिवार या हामी नै कतै न कतै बिकेकै थियो। फल्नाले आज पार्टी दिएको छ जाउँ, फल्ना पार्टीमा आज यस्तो छ जाउँ भनेर यतिकै गऱ्यो र त्यसको परिणाम हामीले अस्ति गएको जेनजी आन्दोलनमा भोग्यौँ। बिचरा ती भाइ बहिनीहरूलाई के कसुर थियो? ऊ त भर्खरका कलिला फुलहरू थिए। बिचरा उनीहरूलाई माया पनि लागेन, गोली हानेर मार्यो र ती भाइ बहिनीको योगदान चाहिँ खेर जानु हुँदैन। त्यसको लागि नै यो भोट फर चेन्ज भएको हो, परिवर्तन भएको हो र हामीले पनि साथ सपोर्ट दिनुपर्छ, हामीले पनि परिवर्तन गर्नुपर्छ। त्यही भएर चुनाव धैर्यको साथले, अनुशासनको साथले चुनावमा भोटिङ गर्नु होला। म यति नै भन्छु। म त धेरै मिस गरेको छु यो पल्टको भोटमा, किनकि यो पल्टको भोट भनेको हाम्रो एउटा अब नयाँ जेनेरेसनको सुरुवात हुन्छ, नयाँ जेनेरेसन आउँछ र कि त पहिलाभन्दा राम्रै हुन्छ या त पहिलाभन्दा धेरै नराम्रो हुन्छ। त्यही भएर यो एउटा पुस्ताको, भावी पुस्ताको एउटा यो भनौँ न डी एन्ड भएर एउटा नयाँ पुस्ताको जन्म हुनेवाला छ। या त पुरानैले जित्छ या त नयाँले नै जित्छ, तर जो जित्छ उसले रेकर्ड कायम गर्छ नेपालको इतिहासमा है। जहिलेदेखि हाम्रो देशमा राजतन्त्र हटेर गणतन्त्र आयो नि, तहिलेदेखि लिएर अहिलेसम्मको रेकर्डमा चाहिँ यस्तो चुनाव, यस्तो भोटिङ, यस्तो समय आएको थिएन है। अब विदेशबाट हामी के भनौँ, न्युज हेर्ने र अब आत्मालाई, आफ्नो मनलाई सन्तुष्टि पार्ने हो। हेरेरै भनौँ अब र म यति अझ भन्न चाहन्छु कि जति पनि हाम्रो साथीभाइ, दाजुबहिनी, दिदीहरू, दाइहरू, अङ्कलहरू बाहिर विदेशमा हुनुहुन्छ, उहाँहरूले चाहिँ
फोन गरेर आफ्नो फ्यामिलीलाई सम्झाउनु होला, सपोर्ट गर्नु होला। तपाईँको क्षेत्रमा कुन पार्टीले राम्रो काम गरेको छ र कुन पार्टीले आगामी दिनमा राम्रो काम गर्ला र तपाईँको क्षेत्रमा कुन व्यक्ति अहिले चुनावको लागि अगाडि आएको छ त्यस्तो व्यक्तिलाई चाहिँ सपोर्ट गर्नु होला। किनकि अब हामी त अहिलेका जेनेरेसन छौँ, हामी बुझ्छौँ। तर हाम्रा हजुरबुवा हजुरआमा अङ्कल आन्टीहरू अलि बुढापाकाहरूले चाहिँ उहाँहरूले चाहिँ हामीले सम्झाउनु पर्छ, बुझाउनु पर्छ। हेर्नुहोस्, यति दिन तपाईँहरूले चाहिँ भोट दिनुभयो तर के परिवर्तन भयो? केही भएन। त्यही भएर यसपालि चाहिँ भोट चेन्ज गर्नुपर्छ र नयाँ पुस्तालाई पनि एकचोटि अवसर दिनुपर्छ। के थाहा, उनीहरूले पनि केही गर्न सक्छ कि केही गर्लान् कि भनेर सोच बनाएर भोट दिन लाउनु होला है। अरू के नै भनौँ, हाम्रो नेपालको अवस्था अहिले कस्तो छ भनेर तपाईँहरूलाई पनि थाहा छ। अस्तिको त्यो जेनजी आन्दोलनले गर्दा अहिले हाम्रो नेपालको अर्थतन्त्र 10 वर्ष पछाडि धकेलिएको छ। त्यही भएर सही व्यक्तिलाई छानबिन गरेर सरकारमा ल्याएर र हामीले जति पनि गुमाएका छौँ, लुटाएका छौँ र भनौँ न त्यस्ता ती चिजवस्तुहरू अब ती भाइ बहिनीहरूलाई त रिटर्न ल्याउन सकिँदैन र त्यही पनि ती भाइ बहिनीले दिएको बलिदानको त केही हिसाब किताब गर्न सकिन्छ। त्यसको लागि चाहिँ भोट फर चेन्ज गर्नुपर्छ है। तपाईँ हामीले मिलेर आफ्नो फ्यामिलीमा फोन गर्नु होला र सम्झाउनु होला, राम्रो मान्छेलाई चिनेर। तपाईँको क्षेत्रमा कस्तो कस्तो व्यक्तिहरूले आगामी दिन पछाडि दिनमा बितेका दिनमा के गर्यो र आगामी दिनमा चाहिँ के गर्लान् भन्ने त्यस्तो सोच हुने व्यक्तिहरूलाई चाहिँ भोट दिनु होला है। म यति नै भन्न चाहन्छु र म यहाँ रुखमुनि बसेको छु, हेर्न सक्नुहुन्छ। क्या दामी ब्याकग्राउन्ड छ। यो सबै चाइनिज बस्ती हो, हेर्न सक्नुहुन्छ। पुरै चाइनिजै आवाज छ, हेर्न सक्नुहुन्छ। चारैतिर वरिपरि देखाइदिन्छु। यो चाहिँ हाम्रो रुम रहेको छ, यो होस्टेल। त्यहाँ अगाडि हाम्रो कम्पनी छ है। माथि फेरि तपाईँहरूले यो त धेरै बोल्यो भन्नु होला। मैले धेरै बोलेको होइन। अब नेपालमा नभए पनि अब नेपालीपन आफ्नो फ्यामिलीप्रतिको मन चाहिँ छ, मन दुख्छ। अस्तिको आन्दोलनमा जे घटना भयो अझ पनि मन गानिएर आउँछ है। तर के गरौँ, हामीले के गर्न सकिँदैनौँ। यहाँबाट आश्वासन दिने मात्रै हो र आगामी दिनमा चाहिँ यस्तो दिन नआओस्, कसैले यस्तो दिन नदेखोस्, यस्तो समय नभोगोस्, यति भन्न चाहन्छु। र फेरि पनि भन्दैछु, यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र साथै बेल आइकन पनि प्रेस गरिदिनु होला है। र यो भ्लग भिडियो आज चाहिँ
यति नै। म फेरि पनि नेक्स्ट पार्ट या नेक्स्ट अलि लोकेसन लिएर लोकेसनमा पुगेर योभन्दा राम्रो बनाउने कोसिस गर्नेछु। आशा छ तपाईँहरूलाई चाहिँ यो भिडियो राम्रो नलाग्न पनि सक्छ है। म यो भन्दिनँ कि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ या राम्रो लाग्छ है, त्यो चाहिँ भन्दिनँ। अब सबैको आफ्नो आफ्नो सोच हुन्छ, आफ्नो आफ्नो हेर्ने तरिका हुन्छ, आफ्नो आफ्नो बुझ्ने तरिका हुन्छ। कतिपयलाई अब मैले बोलेको बोली पनि मन नपर्ला र कतिपयलाई राम्रो पनि लाग्न सक्छ। त्यही भएर सबैले आफ्नो तरिकाले सोच्ने हो, बुझ्ने हो। फाइनली अब भोलि पनि छुट्टी छ, आज पनि छुट्टी थियो। अहिले चाइनिज न्यु इयरले गर्दा चाहिँ काम खासै चलेको छैन है। र यदि तपाईँ मलेसिया आउने सोचमा हुनुहुन्छ, मलेसिया कम्पनी लाइनमा आउने सोचमा हुनुहुन्छ भने मेरो च्यानल छ आरओई टच एसएन, त्यसलाई युट्युबमा सर्च गर्नुहोला र त्यहाँ गएर तपाईँ एकचोटि भिडियोहरू हेर्न सक्नुहुन्छ। मैले चाहिँ डिमालेटर भिडियोहरू बनाउने गरेको छु। म फेरि कुनै कम्पनी वा कुनै मेन पावरलाई चाहिँ प्रमोसन या उसको प्रचार गरेको होइन र त्यो बाबत मैले पैसा पनि पाएको छैन है। जस्ट अब हामी बाहिर छौँ र पो हामीलाई थाहा छ यो कम्पनी राम्रो छ, त्यो कम्पनी राम्रो छ, यस्तो छ उस्तो छ। र हाम्रो नेपालमा अझ पनि कतिपय यस्तो ठाउँ छ जहाँ नेटवर्किङको खासै सुविधा हुँदैन र त्यहाँका साथीहरूले पनि खासै थाहा पाउनुहुन्न। त्यही भएर उहाँहरूको लागि चाहिँ मैले भिडियो बनाउने गर्छु, जिरो कस्ट भिडियोहरू। र कतिपय पेड भिडियो पनि हुन्छ, डिमालेटर पेड हुन्छ र कतिपय डिमालेटर चाहिँ जिरो कस्टमा पनि हुन्छ। त्यस्तो भिडियोहरू मैले चाहिँ बनाएर हाल्ने गरेको छु, भिजिट गर्नु होला। राम्रो राम्रो कम्पनीको डिमालेटरको भिडियो मैले बनाएको छु र त्यो भिडियो हेरेर कति साथीहरू पनि आउनुभएको छ कम्पनीमा र उहाँहरूको कमेन्ट, उहाँले चाहिँ उहाँहरूको अगाडिका दिन कमाउने बाटो खुलेको छ। अब त्यति भएपछि आफूलाई मनमा शान्ति हुन्छ। ल मेरो कारणले कसैले यदि 2 पैसा कमाइरहेको छ र उसको समय राम्रो गइरहेको छ भने त्योभन्दा धेरै चाहिँ मलाई अरू केही चाहिएन। म पनि 2 पैसा कमाइरहेको छु र म जस्तै गरिब फ्यामिलीबाट आर्थिक अवस्था कमजोर भएको साथीहरू धेरै छ नेपालमा। उहाँहरूलाई चाहिँ केही मेरो भिडियोले केही सजेस्ट होस् भनेर चाहिँ मैले भिडियो बनाउने गरेको छु है। यहाँ चाहिँ धेरै हावा चलिरहेको छ, हेर्न सक्नुहुन्छ। म बसिरहेको छु यहाँ मुनि स्वच्छ प्राकृतिक हावाको आनन्द लिएर। यदि तपाईँहरू पनि यस्तै हावामा बस्न चाहनुहुन्छ भने मलेसिया आउन सक्नुहुन्छ। यहाँ चाहिँ कोही लिमिट छैन। जस्तै हाम्रो नेपालमा 6 महिना जाडो हुन्छ भने 6 महिना धेरै गर्मी हुन्छ है र 6 महिना धेरै जाडो हुन्छ। त्यस्तो चाहिँ यहाँ हुँदैन। यहाँ अहिले हेर्नु न, पानी पर्छ है। अहिले यत्रो घाम लागेको छ, एकैछिनमा यहाँ पानी पर्छ। घाम लाग्यो कि पानी पर्छ। र यहाँ दिन र रात सधैँ बराबर हुन्छ। हाम्रो नेपाल जस्तो होइन, दिन ठुलो भएपछि रात सानो, रात सानो भएपछि दिन ठुलो, त्यस्तो यहाँ हुँदैन। यहाँ दिन रात सधैँ एकै नाच, न जाडो हुन्छ न गर्मी हुन्छ। सकेसम्म बिहान चाहिँ चिसै हुन्छ है, बिहान चाहिँ चिसै हुन्छ। हामी चाहिँ सानो कम्बल ओढेर म चाहिँ सुत्छु, साथीहरू पनि सुत्छ। तपाईँ मलेसियामा हुनुहुन्छ भने कृपया टाइम टेबलमा सुत्नु होला है। म चाहिँ बाहिरबाट यहाँ रुममा आइपुगेँ है। रुममा छु अहिले, नसक्नुहुन्छ बेडमा। म अघि यही भन्न लागिरहेको थिएँ कि यदि तपाईँ पनि मलेसियामा हुनुहुन्छ है, हेर्न सक्नुहुन्छ मेरो रुममा मन्दिर राखेको छु मैले।
यदि तपाईँ पनि मलेसियामा हुनुहुन्छ भने टाइम टेबलले सुत्नु होला है, र टाइम टेबलले खाना खानु होला, र राति सुत्दाखेरि चाहिँ कृपया शरीरमा लुगा लाएर सुत्नु होला है, त्यत्तिकै नसुत्नु होला। नत्र हाम्रो नेपालमा नत्र भने हाम्रो नेपालीहरू धेरै साथीभाइहरूले चाहिँ त्यस्तो घटना हेर्नुभएको होला र सुन्नु पनि भएको होला। आज चाहिँ अब अरू के नै भनौँ र म, यही हो अब विदेशको जिन्दगी, परदेशको बसाइ। टाइम टेबलले ड्युटी जानुपर्छ, टाइम टेबलले सुत्नुपर्छ, टाइम टेबलले उठ्नुपर्छ। यस्तै त अनि अब जिन्दगी के भन्नु र। साथै तपाईँहरू पनि मलेसियामा बस्नुभएको भए मलेसियाको बारेमा थाहा नै छ कस्तो हुन्छ र यहाँ कस्तो ठाउँ छ भनेर है। त्यही भएर सचेत भएर बस्नु होला र सबैले आफ्नो आफ्नो घरमा चाहिँ सजेस्ट गर्नु होला है, यसपल्टको भोट चाहिँ भोट फोर चेन्ज गर्नुपर्छ। आफूले आफ्नो क्षेत्रमा जसले राम्रो काम गरेको छ या आगामी दिनमा कसले राम्रो काम गर्न सक्छ त्यस्तो व्यक्तिलाई छानेर भोट दिनु होला भनेर सम्झाउनु होला है। म त छुट्टीमा घर जाने कोसिस धेरै गरेँ तर मिलेन, जान पाएन किनकि मेरो टाइम अपुग भएको थियो। अझ मेरो चाहिँ 3 वर्षको कन्ट्र्याक्ट रहेको छ र भर्खर मेरो 2 वर्ष पनि पुरा भएको छैन। अझ 1 महिना बाँकी छ, 1 महिनापछि बल्ल मेरो 2 वर्ष पुरा हुन्छ। त्यसपछि चाहिँ छुट्टी एप्लाई गर्न पाइन्छ र त्यति बेला चाहिँ सोचौँला छुट्टी जानको लागि है। त्यति बेलासम्म त भोट सकिसकेको हुन्छ, भोट दिन पाइँदैन मैले। त्यही भएर तपाईँहरूले चाहिँ राम्ररी भोट, राम्रो व्यक्तिलाई, राम्रो मान्छेलाई छानेर भोट दिनु होला है। यति भन्दै आजको भिडियो चाहिँ म यतिमै इन्ड गर्छु। नेक्स्ट टाइम म योभन्दा राम्रो भिडियो बनाउने कोसिस गर्छु है। यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र साथै बेल आइकन पनि प्रेस गरिदिनु होला है। हस्त, धन्यवाद। Have the nice day. Have the good day. I wish you. फेरि इङ्ग्लिस बोल्यो भनेर नभन्नु होला है। हस्त, धन्यवाद।